म त जानुपर्ने पूर्व तर लागेछु पश्चिम भने जस्तै घरबाट फर्किने मेरो यात्रा उत्तर हुनुपर्ने दक्षिण हुँदैछ। किन किन भनेर सोध्नुहुन्छ भने बाटो हो, बाटो अहिले इलाम जति विकट बाटोको विषयमा सायदै होला। आएको दिन गन्ती नै गर्ने भए त 16-17 भयो, तर मन त घर आएको हिजै मात्र भन्छ। सबैजनालाई बाई बाई गरेर आजको यात्रा मेरो कर्मथलोको लागि पहिलो दिनको हो। हुन त फेदिम हुँदै जाँदा जम्मा 6-7 घण्टा हो, तर बेलासे सिमलगोलाई जता बाटो गाडी गए पनि साट्नुपर्ने अनि केही समय हिँड्नुपर्ने भएकोले अलिअलि भएको सामान बोकेर हिँड्ने कष्ट हुन्छ भनेर तमोर कोरिडोरको बाटो हुँदै जाने निर्णयले गर्दा मलाई उत्तर पश्चिमको साटो दक्षिण लागेर कन्यामको यो चिसो चिसो मौसम खाँदै खाँदै झापाको गर्मी खाएर फेरि पहाड चढ्नुपर्ने बाध्यता आइलाग्यो। यो यात्रा हाम्रो चारालीसम्म दिदीभाइको थियो। भाइलाई चारालीमा छोडेर बिर्तामोडमा म फेरि बहिनी पर्खिँदैछु गर्मीमा। बाटो घुमाउरो अनि यात्रा लामो हुने भयो भन्ने तनाव हुँदाहुँदै पनि बिर्तामोडमा पुनम दिदी, बहिनी र कल्पना आन्टीसँग समय बिताउन पाइयो भनेर चाहिँ खुसी नै लागिरहेको थियो। बजार घुमाई, खानापिना अनि गफगाफ, भिडियो कुनै खिचिएन रहेछ। सबै थोक सकिन लाग्दा झन्डै 12 बजेको थियो अनि 12 बजे राति हामी यो टिकटक बनाउँदै थियौँ। हुन त अहिले टिकटकले धेरैजनालाई मनोरञ्जन अनि सम्झनाको लागि सहयोग गरेको छ। भोलि 4 बजेको गाडी भेट्न झन्डै 3:20 तिरै उठेर तयारी गर्नु छ, तर यो पल फेरि आउँदैन भनेर हामी सम्झनाका लागि बाँचिरहेका छौँ। अब दोस्रो दिनको यात्रा दोस्रो भिडियोमा स्टे ट्युन्ड।